सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट। राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड रुपियाँ बिगो माग दाबी। प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि रासोपाको बन्द सत्र आजका लागि स्थगित, प्रतिनिधि थपिने र महाधिवेशन स्वत एक दिन लम्बिने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसुनजन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति, पूर्व सूचनाबारे चनाखो बन्न विज्ञको सुझाव। आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने दोस्रो चाहिँ दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ, सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसअनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नुपर्छ। बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा, स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने। र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै। अब खबरको सिलसिला। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। राहदानी छपाई ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले आज 18 जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, लेखा अधिकृत तुलसी प्रसाद आचार्य लगायत विरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले राहदानी छाप्ने 2 विदेशी कम्पनी, ती कम्पनीका 4 जना विदेशी प्रतिनिधि र 2 जना नेपाली प्रतिनिधिलाई पनि प्रतिवादी बनाएको छ। सन् 2025 जुन 6 तारिखमा राहदानी विभागले जर्मनीका 2 वटा सुरक्षित मुद्रण कम्पनी म्योल बाउर र भेरिडोसलाई यी पासपोर्टको ठेक्का दिएको थियो। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारले उनीहरू विरुद्ध 10 अर्ब 13 करोड 4,61,777 रुपियाँ बिगो माग दाबी गरेको छ। रासोपाको बन्द सत्र आजका लागि स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिमा थप घट र मध्य प्रदेशमा देखिएको विवादका कारण बन्द सत्र सुरु हुन नसकेको हो। बिहान 8:30 बजेका लागि तोकिएको बन्द सत्र 9 घण्टापछि भोलिसम्मका लागि स्थगित भएको हो। आजका लागि बन्द सत्रका कार्यक्रम स्थगित गरेर विवादका विषयहरू टुङ्गो लगाउने गरी तयारी गरेको रासोपाले जनाएको छ। बन्द सत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू पुगेका थिए। उनीहरू दिनभर कुरेर बसे पनि अन्तिम समयमा बन्द सत्र स्थगित भएको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगले हिजो 4211 जना प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो। यस्तै आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले मध्य प्रदेशबाट 96 प्रतिनिधि छुटेको लगायत को विवाद मिलाउन बाँकी रहेको बताउनु भएको थियो। हिजो उद्घाटन भई भोलिसम्ममा नयाँ नेतृत्व चयन गरेर सकिने भनिएको महाधिवेशन कम्तीमा 1 दिन थपिने निश्चित भएको छ। तर बन्द सत्रका कार्यक्रम आज नभएपछि महाधिवेशन स्वत 1 दिन लम्बिएको छ। चालू आर्थिक वर्ष 2082-83 को पहिलो 11 महिनामा नेपालको वैदेशिक व्यापार 14.878% बढेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठसम्म कुल वैदेशिक व्यापार 21 खर्ब 72 अर्ब 6 करोड रुपियाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको त्यही अवधिमा वैदेशिक व्यापार 18 खर्ब 92 अर्ब 36 करोड रुपियाँ थियो। 11 महिनाको अवधिमा वस्तु आयात 15.16% बढेर 18 खर्ब 94 अर्ब 9 करोड रुपियाँ पुगेको छ। यस्तै निर्यात 12.28% बढेर 2 खर्ब 77 अर्ब 96 करोड रुपियाँ पुगेको छ। आयातको तुलनामा निर्यातको वृद्धि कम हुँदा व्यापार घाटा थप विस्तार भएको छ। 11 महिनाको अवधिमा व्यापार घाटा 15.67% बढेर 16 खर्ब 16 अर्ब 13 करोड रुपियाँ पुगेको छ। यसैबीच चालू आर्थिक वर्ष नेपालको वैदेशिक व्यापारको आकार र निर्यात व्यापार दुवैमा कीर्तिमान बनेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्मको कुल वैदेशिक व्यापार आकार 21 खर्ब 72 अर्ब 6 करोड रुपियाँ अर्थात् इतिहासकै उच्च पुगेको छ। यसअघि सबैभन्दा उच्च वैदेशिक व्यापार आर्थिक वर्ष 2078-79 मा वार्षिक 21 खर्ब 20 अर्ब 47 करोड रुपियाँ थियो। यसपालि भने 11 महिनामै त्योभन्दा बढी भएको हो। यसैबीच गएको आर्थिक वर्ष अहिलेसम्मकै धेरै 2 खर्ब 70 अर्ब 3 करोड रुपियाँको वस्तु निर्यात भएकोमा यो वर्षको 11 महिनामै 2 खर्ब 77 अर्ब 96 करोड 72 लाख रुपियाँ बराबरको वस्तु निर्यात भएको छ।
अन्तर्राष्ट्रिय वित्तीय कार्यवाही कार्यदल FATF-ले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषण नियन्त्रण प्रणाली सुधारमा नेपालले केही प्रगति गरे पनि अझै उल्लेख्य काम गर्न बाँकी रहेको जनाएको छ। गएको शुक्रबार सार्वजनिक विवरण अनुसार रणनीतिक कमजोरीहरू समाधान गर्न नेपालले 6 वटा क्षेत्रमा थप सुधार गर्नुपर्छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्त पोषणसँग सम्बन्धित प्रमुख जोखिमको बुझाइ सुदृढ गर्नुपर्ने र वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी, क्यासिनो, बहुमूल्य धातु तथा घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षण प्रभावकारी बनाउनु पर्ने FATF-ले जनाएको छ। अवैध हुण्डी तथा अनधिकृत मुद्रा हस्तान्तरण सेवा प्रदायक विरुद्ध प्रभावकारी कार्यवाही, अनुसन्धान निकायहरूको क्षमता विस्तार र अन्तर्निकाय समन्वयमा सुधार तथा अपराधजन्य सम्पत्ति पहिचान, रोक्का र जफतको काम थप प्रभावकारी बनाउनु पर्ने पनि सुझाव दिइएको छ। नेपाललाई FATF-ले 2081 फागुनदेखि 2 वर्षका लागि ग्रे लिस्टमा राखेको हो। ग्रे लिस्टमा रहेकाले कार्ययोजना अन्तर्गतका बाँकी प्रतिबद्धता समयमै पूरा गर्नुपर्ने दबाव नेपाललाई छ। भारतको नयाँ नियमका कारण नेपाली चिया निर्यात ठप्प भएको बारे उद्योगीहरूले सरकारको ध्यानकर्षण गराएका छन्। आज सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको नेतृत्वमा उद्योगी र किसानहरू प्रधानमन्त्री कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। उद्योगी व्यापारीहरूले उच्च स्तरीय कूटनीतिक पहल, दुई देशबीच स्थायी द्विपक्षीय संयन्त्र स्थापना, प्रयोगशाला रिपोर्टको पारस्परिक मान्यता र चिया उद्योगको संरक्षणका लागि विशेष नीतिगत सहयोग माग गरेका छन्। भारतले हरेक खेपको अनिवार्य प्रयोगशाला परीक्षण अनिवार्य गरेपछि झण्डै 3 लाख किलो चिया कोलकातामा र थप 10 लाख किलो चिया नेपालका गोदामहरूमा थन्किएको छ। निर्यातमा समस्या भएपछि इलामका चिया उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द छन्। अमेरिका, मेक्सिको र क्यानाडामा चलिरहेको विश्वकप फुटबल प्रतियोगिताले फुटबल प्रेमीहरूमा विशेष उत्साह थपेको छ। तर फरक टाइम जोनका कारण नेपाली समयअनुसार धेरैजसो खेलहरू मध्यरातीदेखि बिहान सबेरैसम्म पर्ने भएकाले यसपटक निद्रा नत्यागी खेलको आनन्द लिन मिल्ने अवस्था छैन। छाती तथा निद्रा विकार विशेषज्ञ डाक्टर राजु पङ्गेनीका अनुसार निद्रा पर्याप्त नपुग्दा एकाग्रता र निर्णय क्षमतामा कमी आउँछ र तनाव हर्मोन कोर्टिसोलको मात्रा बढ्दा चिडचिडापनको समस्या देखिन्छ। यसका साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, पाचन प्रक्रियामा गडबडी आउने र दीर्घकालमा उच्च रक्तचाप, मुटु रोग र मधुमेहको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्। तर केही सावधानी अपनाउँदा फुटबलको मजा र स्वास्थ्य दुवै जोगाउन सकिन्छ। खेलअघि केही समय निदाउने, राति कफी वा जाड रक्सीको सट्टा पानी पिउने र बिदाको दिन थप आराम गर्ने उनीहरूको सुझाव छ। खेलको रोमाञ्चकता आफ्नो ठाउँमा भए पनि शरीरलाई लगातार निद्राको कमीमा राख्नु खतरनाक हुन सक्ने भएकाले स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले आग्रह गरेका छन्। चितवनमा ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 जनाको ज्यान गएको छ। भरतपुरबाट रामपुरतर्फ गुडिरहेको ट्रकको पछाडि समान दिशामा गुडिरहेको स्कुटर ठोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुर महानगरपालिका वडा नम्बर 15 मा भएको दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका 26 का 22 वर्षका अशोक भण्डारी र स्कुटरमा सवार भरतपुर महानगरपालिका 20 बस्ने लमजुङ घर भएका 19 वर्षीय राजीव गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। गएको शुक्रबार नेपाल प्रवेश गरेको मनसुनी वायु आज कोशी, मधेस र बागमती प्रदेशको सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको छ। मनसुन नेपालमा प्रवेश गरेको चौथो दिन आज मनसुन आगमन सम्बन्धी दोस्रो बुलेटिन निकाल्दै जल तथा मौसम विज्ञान विभागले मनसुन फैलिएको बारेमा जानकारी दिएको हो। यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला नेपाल भित्रिएको मनसुन नेपालमा फैलिने क्रम भने स्वाभाविक देखिएको छ। अघिल्लो वर्ष सरदर मितिभन्दा 15 दिन अघि नै मनसुन नेपाल भित्रिए पनि फैलन समय लागेको थियो। यस वर्षको मनसुनमा देशभरि सरदर भन्दा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान छ। प्रशान्त महासागरमा विकसित एल निनोका कारण विशेष गरी पश्चिम नेपालमा पानी निकै कम पर्ने जोखिम रहेको विज्ञहरू बताउँछन्। मनसुन ऋतु अनुसार चल्ने हावाको बहाव हो जुन नेपालमा साधारणतया हिन्द महासागरबाट बंगालको खाडीको बाटो हुँदै प्रवेश गर्छ। मनसुनी वायु समुद्रबाट जमिनतर्फ बहने भएकाले यसमा प्रशस्त जलवाष्प हुन्छ। त्यसैले यो वायु बहदा वर्षा हुन्छ। नेपालमा हुने कुल वर्षाको 80% झण्डै 4 महिना रहने मनसुनमा हुन्छ। दक्षिण एसियाको एउटा
महत्त्वपूर्ण वायुमण्डलीय प्रणालीका रूपमा रहेको मनसुन नेपालको जनजीवनका तथा अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित छ। यस वर्ष मनसुनमा वर्षा कम हुने अनुमान रहे पनि बाढी, पहिरो, डुबान लगायतका विपदको जोखिम भने कायमै रहेको जलवायु विपद विज्ञहरू बताउँछन्। पानी कम परे पनि कुनै ठाउँमा छोटो समयमा धेरै पानी पर्ने सम्भावनाका कारण विपदको जोखिम उस्तै हुन्छ। मनसुनजन्य विपदबाट हुन सक्ने क्षति घटाउन पूर्व सूचनालाई महत्त्वपूर्ण मानिन्छ। पछिल्ला वर्षहरूमा विशेष गरी बाढी र डुबानमा पूर्व सूचनाका कारण क्षति घटाउन सहज भएको छ। यस्तै अधिक वर्षाको सम्भावना बारे हुने पूर्व सूचनाले पहिरो लगायतबाट हुने क्षति पनि घटाउन सकिन्छ। यस वर्ष मनसुनजन्य प्रकोपबाट हुन सक्ने क्षति कम गर्नका लागि पूर्व सूचना पुर्याउन के तयारी भइरहेको छ भनेर साथी सम्झना महर्जनले बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद पराजुलीलाई सोध्नु भएको छ। एउटा त 3 दिनको पूर्वानुमानलाई 5 दिनसम्म लम्ब्याउने भन्ने तयारी छ। अर्को चाहिँ हामी पूर्वानुमानलाई पूर्व सूचनाको मार्फत आम सरकारवालामा पुर्याउन विभिन्न माध्यमको प्रयोग गरिरहेका छौँ। त्यो मध्ये मास SMS सर्भिस अलिक प्रभावकारी भएको हो, तर अब त्योलाई पनि अझ प्रभावकारी गर्न सकिन्छ कि भनेर हामी चाहिँ कल पठाउने, भोइस कल पठाउने गरी चाहिँ यसपटक तयारी गरेका छौँ। यो फोन कल चाहिँ कस्तो व्यक्तिलाई जाने भयो त? अहिले चाहिँ अब आम सर्वसाधारणको लागि फोन कल पठाउन चाहिँ प्राविधिक रूपमा सम्भव देखिएन, किनभने त्यसले गर्दाखेरि लाखौँको सङ्ख्यामा कहिलेकाहीँ प्रभावित समुदाय हुँदाखेरि कल ट्राफिक जाम हुने भन्ने NTC र NCL-को सुझाव आयो। हामीले चाहिँ त्यस कारणले गर्दाखेरि अहिले के सरकारवालाहरूलाई चाहिँ टार्गेट गर्ने, त्यसमा कम्तीमा पनि अब जिल्लाको कुरा गर्दाखेरि जिल्लाको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, सबै पालिकाका प्रमुखहरू, हैन, वडा अध्यक्षहरू, त्यस्तै रेड क्रस लगायत अनि मिडिया जो त्यहाँ चाहिँ विपद व्यवस्थापनमा सक्रिय सरकारवाला हुनुहुन्छ उहाँहरूलाई चाहिँ पहिला कल पठाउने। यदि उहाँहरूलाई चाहिँ हामीले कल मार्फत सूचना पुर्याउन सक्यौँ भने उहाँहरू मार्फत समुदायसम्म पुग्छ भन्ने हाम्रो विश्वास। विगतको घटना सम्झिरह्यो भने नखुकै केस गरौँ न, नखुको र सूचना पनि पठाउनु भएको थियो, सूचना पाएको पनि थियो, यति हुँदा हुँदै पनि ठुलो क्षति चाहिँ बेहोर्नु पर्यो होइन, कहाँ चुकेको हो त त्यहाँनिर? अब पहिलो कुरो चाहिँ हामीले दुईवटा ठाउँमा चुकेको जस्तो मलाई लाग्छ। पहिलो चाहिँ हाम्रो सूचनामा एक्सन लिने विषय चाहिँ इन्भल्भ भएन कि भन्ने सरकारवालाको गुनासो। जस्तै हामीले त्यति बेला के गरेको थियौँ भने काठमाडौँ जिल्ला र काठमाडौँ जिल्ला भएर बहने अझ त्योभन्दा पनि बागमती नदी जलाधारको समग्र क्षेत्रलाई हामीले रातो अलर्ट जारी गरेका छौँ, रेड अलर्ट भन्छौँ। तर अब त्यसलाई चाहिँ आम सर्वसाधारणले बुझ्दाखेरि चाहिँ ठ्याक्कै कहाँनिर कुन क्षेत्रमा चाहिँ कसरी सतर्क रहने, सावधानी अपनाउनु पर्ने स्थान कहाँ हो भन्ने कुराको यकिन भएन कि भन्ने गुनासो पनि भयो। त्यसमा केही हदसम्म सत्यता पनि छ एकातर्फ पनि। अर्कोतर्फ हामीले नखुकै हकमा चाहिँ हामीले SMS पठाएका थियौँ, तर त्यो राति समय गएको थियो। हामीले 2 बजे आसपास रातिको SMS पठाएका थियौँ। त्यति बेला सायद सबै सर्वसाधारण सुतिरहेको अवस्था हुनसक्छ र त्यसले ब्युजाउन सकेन। त्यस कारणले त्यहाँनिर ग्याप भयो भन्ने पनि देखिन्छ र त्यसैलाई चिर्नको लागि नै हामीले यस पटक चाहिँ भोइस कलमा पनि जाने प्लस माइकिङ, साइरन बजाउनेदेखि अनेक अन्य उपायहरूमा काम गर्दैछौँ। बाढी आउँदैछ है भन्ने सूचना भन्दा पनि कति जति गम्भीर खालको बाढी हो अथवा कतिसम्म तहलाई चाहिँ असर गर्छ भन्ने त्यसको लागि तयारी के छ, अथवा यसमा चाहिँ हामीलाई अझै धेरै समय लाग्छ? देशव्यापी रूपमा त्यो काम गर्न त समय धेरै लाग्छ, तर हामीले केही पाइलटहरू कोसिस गर्दैछौँ। त्यसमा हामीले पश्चिम राप्ती नदी, बबई नदी जुन बर्दिया, बाँके, दाङ भएर बहन्छ र त्यहाँ बाढीको ठुलो जोखिम पनि छ, त्यहाँबाट सुरु गर्दैछौँ र त्यसको लागि चाहिँ हामीले जुन जोखिम नक्साङ्कनको काम हो त्यो चाहिँ सम्पन्न गरेका छौँ। अब हामी यसपटकको मनसुनमा त्यो कोसिस गर्छौँ, कतिको सफल हुन्छ त्यसलाई हेरेर हामी आगामी समयमा देशका अन्य भूभागहरूमा विस्तारको योजना बनाउँछौँ। अब सतर्कताको हिसाबले भन्नुपर्दा यहाँले के सुझाव दिनुहुन्छ? होइन, अब सतर्कता अपनाउनु पर्यो। हामी पूर्व सूचना प्रणालीको 4वटा पिल्लर भन्छौँ। पहिलो पिल्लर भनेको जोखिमको ज्ञान छ, आफूसँग भएको पुरानो ज्ञानको प्रयोग गर्न सकिन्छ भने। दोस्रो चाहिँ वैज्ञानिक ज्ञान। वैज्ञानिक ज्ञानको लागि जल तथा मौसम विज्ञान विभागले 24 घण्टे सेवा मनसुन अवधिभरको लागि चाहिँ जारी राखेको हुन्छ। त्यसबाट दैनिक बुलेटिनहरू पनि जारी गरिन्छ। सञ्चार माध्यमबाट पनि ती सूचनाहरू प्रवाह हुन्छन्। चनाखो भएर ध्यानपूर्वक सुन्ने र त्यसोअनुसार व्यवहार गर्ने चाहिँ सबैले गर्नु पर्यो। उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुली। यसैबीच आज पनि पश्चिम तराईमा चर्को गर्मी भएको छ। पछिल्लो 24 घण्टामा फाटफुट्ट बाहेक वर्षा नभएको पश्चिम तराईमा केही दिनदेखि लगातार गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने अनुमान गरेको छ। अत्याधिक गर्मी बढेपछि कञ्चनपुरको देवकोट नगरपालिकाले 4 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भोलि मङ्गलबारदेखि शुक्रबारसम्म 4 दिनका लागि नगरभित्र रहेका सबै विद्यालयमा बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत
हरिदत्त भट्टले जानकारी दिनुभयो। यस्तै भीमदत्त नगरपालिकाले पनि अत्याधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयमा 12 दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमका अनुसार आजदेखि असार 19 गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो। त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाले बढ्दो गर्मीका कारण नगर क्षेत्रभित्रका सबै विद्यालय 4 दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले सूचना निकालेर असार 9 गतेदेखि 12 गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिने जानकारी गराएको हो। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 1.46 अङ्कले घटेर 2700.65 बिन्दुमा झरेको छ। आज फाइनान्स, माइक्रो फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4 अर्ब 53 करोडको कारोबार भएकोमा आज 353 वटा कम्पनीको 81,38,000 किता शेयर 4 अर्ब 44 करोड रुपियाँमा किनबेच भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो असोज 7 गतेदेखि दुबईको सीधा उडान सेवा सुरु हुने भएको छ। फ्लाइ दुबईले यो उडान सञ्चालनका लागि टिकट बुकिङ खुल्ला गरेको हो। 3 वर्ष सञ्चालनमा आइसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडानबाट वञ्चित रहेको पोखरा विमानस्थलका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ। फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्स बीचको साझेदारी अन्तर्गत सञ्चालन हुने यो उडानले यात्रुहरूलाई एउटै टिकटबाट दुबई हुँदै युरोप, अमेरिका र अस्ट्रेलियासम्म पुग्न सहज बनाउनेछ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार दुबईसँग सीधा हवाई सम्पर्क जोडिँदा 300 भन्दा बढी शहरसँग पोखराको पहुँच पुग्नेछ, जसले गण्डकी प्रदेशको पर्यटन र अर्थतन्त्रमा ठूलो टेवा पुग्ने अपेक्षा छ। झापाका हात्ती प्रभावित क्षेत्रका कृषकहरूले सुपारी खेतीलाई भरपर्दो नगदे बालीका रूपमा लिएका छन्। बुद्ध शान्ति गाउँपालिका, अर्जुनधारा र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारी खेती तीव्र रूपमा विस्तार भइरहेको छ। हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने भएकाले कृषकहरू यसतर्फ आकर्षित भएका हुन्। एकपटक बगान स्थापना गरेपछि सुपारीले 40 देखि 50 वर्षसम्म उत्पादन दिन सक्ने र श्रम लागत पनि कम पर्ने भएकाले यो बाली दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ। कृषकहरूले सुपारीसँगै अदुवा, बेसार, कफी र तरकारी अन्तरबालीका रूपमा उत्पादन गरी थप आमदानी गरिरहेका छन्। तर प्रशोधन प्रविधि र निर्यात सहजीकरणमा सरकारी सहयोग आवश्यक रहेको कृषकहरूको भनाइ छ। बागलुङको बडी गार्ड गाउँपालिका देशकै पहिलो पोषण मैत्री गाउँपालिका बन्ने तयारीमा पुगेको छ। गाउँपालिकाका 10वटै वडा पोषण मैत्री घोषणा भइसकेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कार्यविधिले तोकेका 34वटै सूचक पूरा गरेर जिल्ला स्तरीय अनुगमन समितिको प्रमाणीकरणपछि वडाहरू घोषणा भएका हुन्। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि सबै वडा पोषण मैत्री घोषणा गरिसकेकाले यी दुई मध्ये जसले पहिला पालिका घोषणा गर्छ त्यही देशको पहिलो पोषण मैत्री गाउँपालिका हुनेछ। बडीगार्ड गाउँपालिकाले 3 वर्षदेखि करेसाबारी, भान्सा तथा गोठ सुधार, रैथाने अन्नबालीको उपयोग र विद्यालयमा जङ्क फुड निषेध गर्दै पोषण सचेतना अभियान सञ्चालन गर्दै आएको हो। गाउँपालिकाभित्रका 59 टोल सरसफाई युक्त र सबै स्वास्थ्य संस्था पोषण मैत्री घोषणा भइसकेका छन्। नेपाल दर्पणमा अब विदेशका खबर। बेलायतका प्रधानमन्त्री किआर स्टामरले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ। आफ्नो पार्टीका सांसद तथा मन्त्री परिषदका सदस्यहरूबाटै लगातार दबाव आएपछि उहाँले पद छाड्ने घोषणा गर्नुभएको हो। सन् 2024मा लिबरल पार्टीलाई आम चुनावमा विजयी गराउँदै प्रधानमन्त्री बन्नुभएका स्टामरलाई 2 वर्ष पनि नपुग्दै आफ्नै पार्टीका सांसदहरूले राजीनामाको दबाव दिइरहेका थिए। स्टामरले एकपछि अर्को अलोकप्रिय निर्णय गरेको आरोप उनीहरूले लगाउँदै आम चुनावमा निगेल फराजको पार्टीबाट चुनौती बढ्न सक्ने बताउँदै आएका थिए। लन्डनमा रहेको डाउनिङ स्ट्रिट बाहिर सम्बोधन गर्नुभएका स्टामरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र आफ्नो उत्तराधिकारी जो बने पनि उसलाई पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। उहाँले विगत 6 वर्षदेखि आफ्नो साथमा रहेका मित्र तथा सहकर्मीहरूका साथै डाउनिङ स्ट्रिटका कर्मचारी र निजामती सेवाप्रति कृतज्ञता व्यक्त गर्नुभयो। स्टामरले पद त्याग घोषणा गरेसँगै अब लिबरल पार्टी भित्र नयाँ नेता छान्ने प्रतिस्पर्धा सुरु हुनेछ। मध्यावधिको चुनावमा विजयी भएका एन्डी वन हमलाई पार्टीमा नयाँ नेतृत्वको रूपमा दावेदार मानिएको बीबीसीले जनाएको छ। संसदीय दलको नेतृत्व चयन प्रक्रिया वा सत्ता हस्तान्तरण पूरा नहुँदासम्म स्टामर नै बेलायतको प्रधानमन्त्री रहनुहुनेछ।
मध्यपूर्वको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र अमेरिका बीच स्विट्जरल्याण्डमा भएको पहिलो चरणको वार्ता सम्पन्न भएको छ। दुवै पक्षले आउँदो 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोड म्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्तालाई निरन्तरता दिने निर्णय गरेका समाचार संस्था एएफपीले जनाएको छ। पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि सार्वजनिक संयुक्त विज्ञप्ति अनुसार उच्च स्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ। बाँकी प्राविधिक विषयमा यसै हप्ता थप छलफल हुनेछ। वार्तामा लेबनानमा सैनिक गतिविधिको अन्त्य सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ। साथै स्ट्रेट अफ हर्मुज हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष सञ्चार लाइन पनि स्थापना गरिएको छ, जुन 60 दिने अवधिभर लागू हुनेछ। यसअघि हस्ताक्षरित समझदारी पत्रमा अमेरिकाले इरानमाथिका सबै प्रतिबन्ध अन्त्य गर्दै रोक्का सम्पत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। संयुक्त विज्ञप्तिमा मध्यस्थकर्ता पाकिस्तान र कतारले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने वचन दिएका छन्। नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति समूह जे अन्तर्गत अर्जेन्टिना र अस्ट्रिया बीच खेल हुँदैछ। खेल अमेरिकाको डालस रङ्गशालामा राति पाउने 11 बजे सुरु हुनेछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका छन्। अर्जेन्टिनाले लियोनल मेसीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 र अस्ट्रियाले जोर्डनलाई 3-1 हराएका थिए। विश्वकपमा यी दुई टोली बीचको पहिलो खेल हो। यसअघि दुई मैत्रीपूर्ण खेल भएकामा सन् 1980 मा डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिना 5-1 विजयी भएको थियो भने सन् 1990 मा दुवै टोली 1-1 मा बराबरी खेल्दै रोकिएका थिए। मेसीले यस विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोसको 16 गोलको कीर्तिमान बराबरी गरिसकेका छन् र आजको खेलमा सर्वाधिक गोलकर्ता बन्ने अवसर छ। फिफा वरियतामा अर्जेन्टिना शीर्षमा र अस्ट्रिया 21औं स्थानमा छन्। यसैबीच भोलि बिहान पाउने 3 बजे फिलाडेल्फियामा समूह आईका फ्रान्स र इराक खेल्दैछन्। फ्रान्सले पहिलो खेलमा सेनेगललाई 3-1 हराएको हो भने इराक नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60औं स्थानमा छन्। बिहान पाउने 6 बजे न्यूयोर्क, न्यू जर्सीमा नर्वे र सेनेगल तथा पाउने 9 बजे सान फ्रान्सिस्कोमा समूह जी का जोर्डन र अल्जेरिया बीच खेल हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा, 10 अर्ब 13 करोड रुपियाँ बिगो माग दावी। प्रतिनिधिहरूलाई 9 घण्टा पर्खाएपछि राष्ट्रसभाको बन्द सत्र आजका लागि स्थगित। प्रतिनिधि थपिने र महाधिवेशन स्वत 1 दिन लम्बिने। शुक्रबार पूर्वी नेपालमा प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो। मनसुनजन्य विपदबाट वर्षेनी धेरै जनधनको क्षति। पूर्व सूचनाबारे चनाखो बन्न विज्ञको सुझाव। बेलायती प्रधानमन्त्री स्टारमरद्वारा पदबाट राजीनामा घोषणा। स्टारमरको उत्तराधिकारीमा एन्डी बर्नम चयन हुन सक्ने। र फिफा विश्वकपमा आज अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक खेल्दै।